ल साथीहरू कटुसे चौरे पनि आएको आज एउटा मुडोमा चाहिँ अलिक राम्ररी भेट्यो मैले टिपिरहेको छु यसरी कटुसको चेउ सप्रेको यसरी हुन्छ तलसम्म यो रमिते भन्ने ठाउँमा पाक फलेको हो माथितिर पनि ल साथीहरू हेर्नुभयो वाह 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 अब बबाल टिपै हुन्छ नि त यस्तरी टक्क 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 गाई चरे हेर्नु कटुसे चेउ भनेको यही हो यो कटुसमा आज हामी रमितेको माथि निक्लाजुङ भन्ने ठाउँ चौबारी छेउ आएको थियौँ नि कटुसमा एक ठाउँ चाहिँ यसरी भेट्यो है साथीहरू यहाँ अलिक झुम गरेर देखाउँ यो बबाल लाग्यो साथीहरू कटुसको च्याउ यो अर्गानिक हो साथीहरू यो त यसले कुनै यसलाई चाहिँ नि सुकुटी बनाएर पनि राखेर खान सकिन्छ यसले कुनै कटुसको रूपमा यसले हानि पनि गर्दैन यो मात्ने च्याउ चाहिँ होइन यो एकदम खाइने सब्जी हो यो चाहिँ अर्ग्यानिक है त यो विषादी हालेर बनाएको च्याउ लाइक सब्सक्राइब गर्नु होला सबै साथीहरूले मेरो च्यानलको हस्त नमस्ते फेरि भेटौँला अर्को भिडियोमा यति पारिसक्यो ल